समस्या सबैतिर छ र उत्तिकै भयावह पनि छ। तर हाम्रा लागि खुसीको खबर, वैज्ञानिकहरू हातमा दही जमाएर बसिरहेका छैनन्। यो सत्य हो कि मानिसले आज स्वास्थ्य सम्बन्धी अनुसन्धानमा भन्दा पनि आम विनाशकारी हात हतियारको विकास र निर्माणमा बढी खर्च गरिरहेका छन्। विश्व इतिहासलाई हेर्ने हो भने टक्लक्कै देखिन्छ। हैजा र टिबीदेखि क्यान्सर र कोरोनासम्मका रोग व्याधि, अनि बाढी पहिरो र सामुद्रिक आँधी बेहरीदेखि भूकम्प जस्ता प्राकृतिक विपदसम्मबाट जति पनि मानिस आजसम्ममा मारिए, त्यो भन्दा कयौं गुणा बढी मानिस हिंसात्मक द्वन्द्व र युद्धमा हामी आफैले बनाएको हात हतियारबाट मारिएका छन्। पछिल्लो परिदृश्यले पनि त्यही देखाउँदैछ। ग्रामीण गरिबका लागि सेवा दिने 10,000 स्वास्थ्य चौकी निर्माण गर्न पुग्ने पैसा आज एउटा लडाकु विमान बनाउन खन्याइँदैछ भने 4,000 गाउँमा स्वच्छ खानेपानी वितरण गर्न पुग्ने पैसा एउटा युद्ध ट्याङ्क बनाउन खर्चिँदैछ। अझ नेपालको कुल वार्षिक बजेट बराबरको पैसा एउटै विमान वाहक युद्धपोत बनाउन खर्च गरिएको छ। विकासका लागि खन्याइनु पर्ने पैसा विनाशको लागि नखन्याइएको भए संसारको अनुहार अहिले नितान्त भिन्न हुन्थ्यो। तर त्यति हुँदाहुँदै पनि सन्तोष लिनु पर्दछ। विश्वभरि वैज्ञानिकहरूको एउटा ठूलै संख्या अहिले विभिन्न खाले रोगको निदानदेखि उपचारसम्मका विधामा अहोरात्र खटिएका छन्। सुँगुर र बाँदर लगायतका पशुका अङ्गलाई मानिसमा सफल प्रत्यारोपण गर्ने प्रयत्न निरन्तर जारी छ भने नसर्ने कयौं ज्यानमारा रोगहरूबाट सधैँका लागि छुटकारा दिलाउन प्रयोगशालामा कृत्रिम अङ्ग बनाउने काम समेत तीव्रतर गतिमा अगाडि बढिरहेको छ। मुटु, मृगौला, फोक्सो र कलेजो जस्ता महत्वपूर्ण अङ्गहरूको विकास र व्यावसायिक उत्पादनसँगै हुन सक्छ अबको केही वर्षभित्रै। मानिसलाई दिने अङ्गदान र प्रत्यारोपण नै अनावश्यक र असान्दर्भिक हुन जालान्। हेरौं प्रयोगशालाहरूमा बन्दै गरेका कृत्रिम अङ्गहरूको विकासक्रम कसरी र कुन रूपमा अगाडि बढ्दैछ।